धेरैले चाहिँ अक्टोबर 9 मा चाहिँ फेरि प्रोटेस्ट छ कि छैन, फेरि प्रदर्शन छ कि छैन भनेर सोध्नु भइरहेको थियो। अक्टोबर 9 मा कुनै पनि खालको हिंसा हुने काम, तोडफोड हुने काम, यस्तो काममा चाहिँ हाम्रो संलग्नता हुने छैन, जेनजीहरूको संलग्नता हुने छैन। हामीले अलरेडी 8 तारिकमा गरेको प्रोटेस्टले चाहिँ हामी मुसो मार्न गएको, हामीले बाघ मारेर ल्यायौँ। अब बाघ उचाल्न सकिँदैन जङ्गलबाट, के गर्ने त्यस्तो अवस्था आएको थियो। एजेन्डा बिना के गर्ने त्यसपछि भन्ने बिना त्यो थाहा नपाइकन हामीले कुनै पनि खालको प्रोटेस्टमा चाहिँ पार्टिसिपेट गर्दैनौँ। हामी शान्तिपूर्ण प्रोटेस्ट परेको खण्डमा गरौँला, तर यो यस्तो हिंसा गर्ने खालको प्रोटेस्टमा चाहिँ हाम्रो संलग्नता हुने छैन। एक हिसाबले बनिसकेको शान्ति हामी फेरि भङ्ग गर्नेवाला छैनौँ। अहिले प्रोटेस्ट गर्नुपर्ने कुनै कारण पनि छैन। सुरुमा त प्रेसर अप्लाई गर्ने हो हाम्रो माग पुरा नहुँदाखेरि है। अब प्रेसर अप्लाई पो गर्ने हो त, यहाँ अहिले तोडफोड गर्नुपर्ने, आक्रोशमा आउनुपर्ने त कुनै कारण छैन। त्यसैले जेनजी हाम्रो उमेर समूहकोले यस्तो नचाहिने काम हामी गर्दैनौँ, उशृङ्खल काम गर्दैनौँ। एजेन्डा छ भनी प्रेसर दिएर पुरा गर्छौँ, त्यो लागेन भने मात्र केही गरौँला। तर 9 तारिकको प्रोटेस्टको चाहिँ कुनै पनि अर्थ छैन, केही पनि गर्नेवाला छैन, केही एजेन्डा छैन।